बन्द कोठा। गाउँको पुरानो घर जहाँ बिहान घाम कमै बस्थ्यो। त्यो घरमा बस्ने मान्छे पनि उस्तै थिए, कम बोल्ने, एक्लो, अरूसँग खासै नघुल्ने। उसको नाम थियो कृष्णबहादुर। कृष्णबहादुर हरेक साँझ ठीक 7 बजे घरको माथिल्लो कोठामा जान्थ्यो र ढोका भित्रबाट बन्द गर्थ्यो। बिहान मात्रै ढोका खुल्थ्यो। गाउँलेहरूलाई यो बानी अचम्म लाग्थ्यो, तर कसैले सोध्दैनथे। गाउँमा भनाइ चल्यो, त्यो कोठामा केही छ। कहिलेकाहीँ राति कोठाबाट हल्का आवाज आउँथ्यो, रोएको जस्तो, कसैसँग कुरा गरेको जस्तो। छिमेकीहरू डराउँथे। केहीले भने उसको घरमा आत्मा छ। कृष्णबहादुर भने हरेक बिहान सामान्य जस्तै देखिन्थ्यो, मौन, थकित आँखासहित। एक दिन कृष्णबहादुर बिरामी पर्यो, धेरै गम्भीर। गाउँलेहरूले उसलाई अस्पताल पुर्याए। जानु अघि उसले एउटै कुरा भन्यो, यदि म फर्किन सकिन भने माथिल्लो कोठा खोलिदिनु। त्यो वाक्यले सबै झस्किए। कृष्णबहादुर अस्पतालमै बित्यो। अन्त्येष्टिपछि गाउँका केही मानिस साहस जुटाएर माथिल्लो कोठा खोल्न गए। ढोका खुल्दा कुनै आत्मा थिएन, तर कोठाभित्र जे थियो त्यो देखेर सबैको घाँटी अवरुद्ध भयो। कोठाभित्र एउटा सानो खाट थियो। खाटमाथि पुराना खेलौना, बच्चाको कपडा, स्कुलको झोला। भित्ताभरि बच्चाले बनाएका चित्र टाँसिएका थिए। कुनामा औषधिका खाली सिसीहरू थिए। टेबलमाथि एउटा कापी थियो। कापी खोल्दा लेखिएको थियो, आज पनि ऊ उठेन। डाक्टरले भने समय कम छ, तर म उसलाई सुतिरहेको देख्न चाहन्न। जब ऊ उठ्छ म संसार जितेको जस्तो महसुस गर्छु। अर्को पानामा, आज ऊ मुस्कुरायो, दुःख कम भयो कि म उसलाई एक्लै छोड्न सक्दिन। यदि ऊ डरायो भने म कसरी बाँचु। गाउँलेहरूले बल्ल बुझ्न थाले, कृष्णबहादुरको छोरा सानैमै गम्भीर रोगले थला परेको थियो। दिनभरि सुत्ने, राति मात्र आँखा खोल्ने। आमाको मृत्यु धेरै अघि भइसकेको थियो। कृष्णबहादुरले छोरालाई दिनको उज्यालो देखाउन सक्दैनथ्यो, किनकि छोरा उठ्दैनथ्यो। त्यसैले ऊ हरेक रात माथिल्लो कोठामा बस्थ्यो। छोरा बिउजेदा एक्लो नहोस् भनेर, डर नलागोस् भनेर, छोरा सास फिरिरहेछ कि छैन भनेर सुन्न। अन्तिम पानामा लेखिएको थियो, आज ऊ सास फेर्न छोड्यो, म भने अझै बाँचिरहेछु। अब म राति किन बाँचु। त्यो पढ्दा गाउँलेहरूको आँखामा आँसु आयो। त्यो कोठा बन्द थियो, तर भित्र एक बुबाको सम्पूर्ण संसार थुनिएको थियो। राति आवाज आत्माको होइन रहेछ, बुबाले छोरासँग गरेको अन्तिम कुराकानी रहेछ।